हेलो एभ्रिवान, नमस्कार। के तपाईँ जीवन बिमा अभिकर्ता हुनुहुन्छ? जीवन बिमा अभिकर्ता हुनुहुन्छ भने तपाईँले यो 3 वटा काम अनिवार्य रूपमा गर्नै पर्ने हुन्छ। अनि मात्रै तपाईँले यो पेसामा सफल हुन सक्नुहुन्छ। पहिलो नम्बरमा रहेको छ जीवन बिमा योजनाहरूबारे पूर्ण जानकारी। तपाईँ जुन जीवन बिमा कम्पनीमा आबद्ध भएर काम गर्नुहुन्छ त्यो जीवन बिमा कम्पनीको जीवन बिमा योजनाको बारेमा पूर्ण ज्ञान छ भने तपाईँले आफ्नो कस्टमरलाई मजाले बुझाउन सक्नुहुनेछ। तर यदि तपाईँले जीवन बिमा योजनाको बारेमा पूर्ण जानकारी छैन भने तपाईँ कन्फ्युज बन्नुहुनेछ र तपाईँको कस्टमरले तपाईँले विश्वास गर्ने छैन र तपाईँबाट जीवन बिमा पोलिसी हुने छैन। त्यसै गरी दोस्रो नम्बरमा रहेको छ निरन्तर भेटघाट। तपाईँले आफ्नो प्रोस्पेक्ट वा आफ्नो कस्टमरसँग निरन्तर भेटघाट गर्नुपर्ने हुन्छ। जीवन बिमाको बारेमा छलफल गर्नुपर्ने हुन्छ। जीवन बिमाको बारेमा बुझाउनु पर्ने हुन्छ। साथै तपाईँको कस्टमरको आफ्नो आफन्तलाई रेफर बनाएर उहाँहरूले पनि जीवन बिमाको प्रस्ताव राख्न सक्नुहुनेछ र आफ्नो पेसालाई अगाडि बढाउन सक्नुहुनेछ। त्यसैले तपाईँले आफ्नो कस्टमर वा प्रोस्पेक्टसँग निरन्तर भेटघाट गरिराख्नु पर्ने हुन्छ। त्यसै गरी तेस्रो नम्बरमा रहेको छ निरन्तरता। यदि तपाईँले आफ्नो यो पेसालाई निरन्तरता दिनुभयो भने तपाईँले यो पेसामा अगाडि बढ्न सक्नुहुन्छ। यदि तपाईँले जीवन बिमा पेसामा सफल हुन चाहनुहुन्छ भने तपाईँले आफ्नो पेसालाई निरन्तरता दिनुपर्ने हुन्छ। प्रत्येक दिन तपाईँले आफ्नो कस्टमरसँग भेटघाट गर्ने, जीवन बिमाको बारेमा जानकारी गराउने गर्नुपर्ने हुन्छ। अनि मात्रै तपाईँले यो पेसामा सफल हुन सक्नुहुनेछ। यदि तपाईँले 8 बजेदेखि 10 बजे 2 घन्टा मात्रै यदि काम गर्ने विचार गर्दै हुनुहुन्छ भने गर्नुहोस्, तर निरन्तर गर्नुहोस्। यो होइन कि आज 2 घन्टा गर्ने, भोलिपल्ट आधा घन्टा गर्ने, त्यसपछि नगर्ने, मन पर्यो भने 10 घन्टा गर्ने, त्यो तपाईँले गर्नु भएन। तपाईँले जुन काम गर्दैछ यो काममा तपाईँले निरन्तरता दिनुपर्ने हुन्छ। अनि मात्रै तपाईँले यो काममा सफल हुन सक्नुहुनेछ। तपाईँलाई यो भिडियो मन पर्यो भने यो भिडियोलाई लाइक गर्नुहोला, साथीभाइ समक्ष पुर्याउन सेयर गर्नुहोला। साथै यो यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने तपाईँले यो च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।